गाइस नमस्कार सेवा रो फ्यापुलो। आज चाहिँ मैले किन भिडियो बनाएको भने गलेर हेर्नुहोस् न साथीहरू, भर्खर फ्री भएको। अनि म चाहिँ आज म्याडमको घर जाँदैछु, म्याडमले बोलाउनु भएको छ। त्यही भएर अब पार्लरमा म रेडी हुनेछु। अन्त कुर्ती लगाएर जानु आँटेको साथीहरू, हेर्नुहोस् यता तपाईँहरूले। अनि म म्याडमको घर पनि देखाउने छु आज। हुन्छ त साथीहरू, अहिले भेटौँ है त, बाई। गाइस फाइनली प्रीति म्याडमको चाहिँ क्यारोटिन गरिसकेको छु। कस्तो लाग्यो तपाईहरुलाई? Oh my god! Wow! रुको जरा, सबर करो। बोला धक्का बुक्की नहीं करने का, आराम से लेने का। हाँ गाइस फाइनली हेर्नुस् है मेरो लुक्स। कुर्ती लगाएर गएको पनि साथी, किनभने अब म्याडमले बोलाउनु भएको छ। त्यही भएर अब पार्लर क्लोज गर्ने छु म। आज चाहिँ मैले पार्लरदेखि ब्लग बनाएको छु हैन, सानो बनाएको, किनभने म पनि बिहानदेखि बिजी थिएँ साथीहरू। अब म म्याडमको घर जाने छु, किनभने आज म्याडमले केही यस्तो पूजाहरू लाउनु भएको छ अरे। अब बोलाएको ठाउँमा अलिकति अब हैन साथीहरू जानै पर्यो। त्यो भएकोले गर्दाखेरि अहिले म तपाईहरुलाई म म्याडमको घर देखाउने छु हैन। तपाईहरुले पनि हेर्नुस् है त ल। हुन्छ त, अहिले भेटौँ। आज दुईजना धेरै दिनको बादमा फेरि अब भेट भएको छ। हाई भन्देऊ। म्याडमको घर जाँदैछु, दुईजना मात्रै छु। बोलाएको छेमाला पनि खै आउनु भएन, कस्टमर छ अरे। अब हेरौँ साथीहरू, अहिले भेट्नु भयो। हामी चाहिँ बसिरहेको छौँ अटोमा। अब त्यसमा आँटेको छौँ भनौँ न। अब भर्खर चढेको, अहिले भेट्नु। गाइस फाइनली हामी चाहिँ म्याडमको घर आइपुग्यौँ। जाँदैछौँ हामी। गणेशमा चाहिँ उतै जाँदैछु, जुत्ता खोल्न आँटेको छ। हाम्रो म्याडमको घर कम्ती धनी छ, तर धनी छु भनेर त्यस्तो उयो गर्नु हुँदैन। म्याडमले पनि फ्लावरहरू लाउनु भएछ है, हेर्नुहोस् है त साथीहरू। हाई म्याडमको छोरी, उहाँ चाहिँ यस्तो राम्री हुनुहुन्छ। उहाँ चाहिँ मेरो साथीको हाई परे। मैडम को घर आपका बेटी है क्या? नहीं, वो वीडियो कर रही है। हाँ, मैडम का बेटी। न यहाँ करिश्माले चाहिँ पूजा गर्दैछ। हाम्रो चाहिँ मैडम हुनुहुन्छ, उहाँ यति राम्री हुनुहुन्छ। करिश्माले पूजा गर्दैछ। उहाँ चाहिँ हाम्रो सर हुनुहुन्छ। अभी मजा आएगा ना भिडो। हामीले त फोटो सोटो पनि लिइसक्यौँ, अब जाने छु। यहाँ पत्ताको थालिदिँदा त्यो सकेछ, मलाई त स्टिलको थालको परेछ। ठिकै छ। गाइस यहाँ चाहिँ यस्तो हुन्छ, यहाँहरू चाहिँ पहिला स्विटदेखि स्टार्ट हुन्छ है। गाइस टन्नै खाएरै बसिरहेको छौँ हामी त। ऊ पनि बसिरहेको छ म्याडमको घरमा। यहाँ पनि म्याडमको हेर्नुहोस् है त घर। यो चाहिँ म्याडमको घर हो। अन्त यहाँ पनि सरलाइट ब्युटी पार्लर छ। आज चाहिँ क्लोज छ किनभने पूजा हो। घर जान आँटेको हामी पनि बसिरहेछ साथी।
गाइस फाइनल्ली म चाहिँ घर आइपुगेँ। पुरा स्विटहरू दिनुभएको थियो। अब बेलुका त्यस्तो स्विटहरू खाँदा अलिक उयो भएन। दिदीले अलिकति भात ल्याइदिनु भएको छ। अब त्यो भात र सब्जी खानेछु म साथीहरू। हेर्नुहोस् है त अहिले बिचारा दिदीले। धन्यवाद शीतल दिदी, भात ल्याइदिनु भएको छ। म चाहिँ भात यति नै खान्छु। हुन्छ साथीहरू, तपाईँहरू सुतिसक्नुभयो होला है। फेरि पनि तपाईँहरूलाई गुड नाइट। भोलि पर्सि भेटौँला, बाई।